हाम्रो ट्रेनिङ पछि चाहिँ क्लाइमेट कन्सल्टेन्ट टुल चाहिँ त्यहाँ युज गर्न सिकाउनु भयो सरले। फ्याक्टर्सहरू विन्डको, सनको, अनि त्यसपछि त्यो चाहिँ निकाल्न सजिलो भएको छ मलाई चाहिँ। पहिला चाहिँ भन्नु मात्रै भनेर गरिन्थ्यो, यहाँ चाहिँ अहिले चाहिँ जस्तो अब क्लाइमेट कन्सल्टेन्ट टुल खोलेरै अनि यो यस्तो यस्तो हो, यो एरियाको लागि यो भ्यालु राखेर त्यो देखाउँदाखेरि चाहिँ एकदमै मलाई पनि धेरै सजिलो भएको छ त्यो। अब त्यो सँगसँगै अरू स्ट्राटेजिजहरू चाहिँ जस्तो अब भन्दाखेरि पनि क्लाइन्टलाई इम्प्रेस गर्दा पनि अब पहिला एक दुईटा मात्रै आउँथ्यो भने चाहिँ अहिले धेरै फ्याक्टर्सहरू स्ट्राटेजिजहरू चाहिँ थप्पेछ। अब यु भ्यालुहरूको क्यालकुलेसनदेखि लिएर यो चाहिँ आउँदैन थियो पहिला, अहिले चाहिँ नम्बर्समै भन्न सकिन्छ। नम्बर्स नभएपछि क्लाइन्टहरू इम्प्रेस हुने पनि हुन्छ। मास्टर ट्रेनिङ दिइसकेपछि चाहिँ हामीले यहाँ आएर डिजाइन गर्न आउने क्लाइन्टहरूलाई कन्सल्ट गर्दाखेरि चाहिँ क्लाइमेटिक टुलहरू युज गरेर तपाईँहरूको चाहिँ यो महिनामा चाहिँ मात्र कुलिङ डिभाइसेसहरू चाहिन्छ अथवा कुलिङ स्ट्राटेजिजहरू चाहिन्छ, यति चाहिँ तपाईँलाई चाहिँदैन, अनि यो नचाहिने मन्थको लागि चाहिँ किन यो एसी लिएर आएर राख्नुहुन्छ भनेर चाहिँ कन्भिन्स गर्दाखेरि धेरै क्लाइन्टहरू चाहिँ इम्प्रेस हुनुभएको थियो त्यो ट्रेनिङ पछि। अनि उहाँहरूलाई चाहिँ अब यो महिना यति महिनाको लागि चाहिँ हामी प्यासिभ डिजाइन स्ट्राटेजिजबाट पनि केही गर्न सकिन्छ, तपाईँहरूको चाहिँ कस्ट सेभ हुन्छ भनेर भन्दाखेरि उहाँहरू इम्प्रेस हुनुभएको थियो। त्यस्तै अब हलो ब्रिकको कुरा गर्दाखेरि चाहिँ अहिले रिसेन्टली हामीले एउटा प्रोजेक्टमा युज गरिरहेको छौँ। उहाँलाई चाहिँ अब थर्मल कन्डक्टिभिटी उहाँहरूले अब यो एरियामा चाहिँ एकदमै गर्मी हुने भएको भएर स्टुडेन्टहरूलाई गर्मी भयो एसी लगाइदिने भन्दै हुनुहुन्थ्यो। अब एसी लगाउनु भन्दा पहिला चाहिँ हामी यो कसरी हुन्छ प्यासिभ स्ट्राटेजिजहरू युज गरौँ, अनि त्यसपछि चाहिँ भएन भने चाहिँ हामी जाउँला अल्टरनेटिभ पनि एक्टिभ स्ट्राटेजिजहरूमा पनि जाउँला भनेर हामीले उहाँहरूलाई त्यसरी अहिले त्यही स्टेपमा फलो गर्दै हुनुहुन्छ। अहिले चाहिँ हामीले हलो ब्रिक युज गरिराखेछौँ। त्यसपछि चाहिँ अब हामीले अब विन्डोको माथि सेडिङ डिभाइसेसहरू युज गर्ने, अनि त्यसपछि गएर कर्टेनहरू नर्मल प्यासिभ स्ट्राटेजिजहरू युज गर्ने सेकेन्ड स्टेपमा, अनि त्यसपछि गएर थर्ड स्टेपमा चाहिँ अब त्यो गर्दा पनि अब तल चाहिँ अब जस्तो ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर चाहिँ त्यसले इन्कर्पोरेट भयो भने चाहिँ तलको क्लासरुमहरूमा एसी नराखिकन माथि एसी राख्दाखेरि पनि अब इन्भर्टर एसीहरू जसले चाहिँ इलेक्ट्रिसिटी चाहिँ कम युज हुन्छ त्यसरी राख्ने भनेर चाहिँ अब त्यो स्टेपमा चाहिँ हामी त्यो प्रोजेक्टमा जाँदैछौँ स्कुल बिल्डिङमा। अब त्यस्तै अब अरू आउने प्रोजेक्टहरूमा पनि अब कुनै त्यहाँको अब प्यासिभ स्ट्राटेजिजहरू चाहिँ जस्तो यहाँ अब धेरै घाम लाग्ने भएको भएर विन्डोमा लगाउने डबल ग्लेज विन्डो चाहिँ जस उहाँहरूले बुझिराख्नु भएको छ क्लाइन्टहरूले, यो चाहिँ लगाउँदा राम्रो हुन्छ भन्नुभएको छ।